ए साग टिप्ने साथीहरू पनि हुनुहुन्छ यतातिर साग टिप्नु आएको जङ्गलतिर गोवा आज म त पहिलोचोटि आउँदैछु यो साग खान्छन् गरे भनेर साथीहरूले अब म टिपेर लगेर हेर्नु पऱ्यो कस्तो हुन्छ खाएर अब म पनि पहिलोचोटि लगेर जानु पऱ्यो म मात्रै नखाएको भने सबै साथीहरूले खाएर पल्किएको अरे अब म लरा लरा टिप्दै खोज्दै हिँड्दै गएर तर हुन त सस्तो छ फेरि है त्यो साग तर टुप्पा टुप्पा गरेर लरा लरा खोज्दै हिँड्दै जानु त्यति बेला तपाईँले सोध्नु आएको थियो त्यति बेला गएर आइम भन्नुभयो तपाईँले कुन साग हो भने यस्तो गरी साग दिने गरे केरा पनि ढलेर चाहिँ खसाखुसु भइरहेछ है केरा केरा पनि हेर्नुपर्छ केरा पनि लगेर जाने गरे ल है साथीहरू गोवामा यस्तो साग खाइदिन्छ यस्तो साग खाइदिन्छ यस्तो साग मलाई पनि सिकाएर यिनीहरूले मलाई पनि लिएर आएका छन् आज है आज खाएर हेर्नु पर्ला कस्तो हुन्छ कता गइसकेको चाहिँ त्यहाँतिर कतितिर भुट लाग्छ नि त्यही भएर भुट लाग्छ नि त्यही भएर त्यहाँ सिक्यो अरे मैले त फर्स्टचोटि खाँदैछु उहाँले त रोज खानुहुन्छ गरे जहिले पनि छुट्टी भएको होला आएर लगेर जानुहुन्छ गरे त्यही भएर आज म नि आएको हेर्न मस्त छ धेरै छ बब्बाल हुन्छ गरे साथीहरू साग आई लाइक यु जंगल के अंदर जाते हैं ना तो डर नहीं लगता है ऐसे बोल रहे हैं अंदर अंदर जाके तोड़ रहे हैं मतलब ठीक है मस्त मस्त
साथीहरूले त्यहाँ केरा पनि तोड्ने भन्ने कुरा भएको थियो केरा ढलेको थियो तर के गर्नु फेरि पछि थाहा भयो भने मुस्किल होला भनेर केरा नराम्रो राम्रै भन्नु होला के हो अङ्कल आइपुग्यो है यहाँनिर भएन भारी पुगेन साथीहरूको ए भारी पुगेकै छैन गरे उहाँलाई त टिप्दै हुनुहुन्छ ल हेर्नु अब एउटा मन त मलाई गरे एउटा मन त आफूलाई गरे अब यो मन त राम्रो छ कि के मन त राम्रो छ भन्नु होला साथीहरू यता फेरि मन्टा ढुक्कुरो कि ढुक्कुरो जस्तो मन्टाको हिसाब लागि नखाल कहाँ पस्नु कहाँ भन्नु अच्छा ल साथीहरू आउनु भएको ल आफूलाई बनाएर पनि मलाई पनि सबले दिएको कति खाने हो साग ल है अब जानु लाग्यो हामीहरू जानु लाग्यो अब कता हो बाटो तिमी आउँछौ कि अर्कै बिहा गरौँ के गर्नु नि अब ल आइपुग्यो है साग टिपेर ओके कंप्लेन कर दीजिए ल आइयो अब गाडी पार्किङ गरेको थियो यहाँ साग अब के गर्नु अब गरिब भयो एकछिन बस्नु आराम गर्नु पऱ्यो अनि जानु ए उहाँको साग गरे हेरेर दङ्ग परेको कति होला